यो चाहिँ तपाईँको अर्जुनको बोक्रा हो। यो अर्जुनको बोक्रा हार्टको लागि सुगर प्रेसर कोलेस्ट्रोलहरू नसाहरू चेप्टेको सबै राम्रो हुन्छ यसले। यो चाहिँ तपाईँको टुक्रा टुक्रा गरिकन बिहान खाली पेटमा यसको पानी खानु पऱ्यो, बेलुका भिजाएर राख्नु। ब्ल्याक टी जस्तो कलर हुन्छ। यो चाहिँ तपाईँको बुढो ओखती भन्छ। हाम्रो बाजे बोजूहरूले पुर्खाहरूले यो चलाउने गर्थ्यो। यो चाहिँ सानो सानो टुक्रा गरेर मजाले उसिनिकन खायो भनेदेखि जिउमा पुरा तागत दिन्छ, स्टेमिनाहरू हुन्छ। हड्डीहरू क्र्याक भएको छ भनेदेखि पनि यसले एकदम राम्रो गर्छ। यो चाहिँ तपाईँको तमर्के भन्छ। यो तमर्के चाहिँ तपाईँको पहिलाको मान्छेहरूले खोपिकन कुखुरालाई पानीहरू दिने गर्थ्यो। देसानहरू हन्चाहरू आउँदाखेरि राम्रो हुन्थ्यो। सँगसँगै अहिले यसले सुगरको प्रेसरको बिमारहरूलाई पनि एकदमै राम्रो गर्दैछ। तमर्के हो हजुर। यो धतुरो भन्छ। यो एकदम डरलाग्दो माछ छ। यसले खायो भनेदेखि यो खानु चाहिँ होइन, यसलाई मजाले फुटाइवरिकन तोरीको तेलमा मजाले खार्ने, पतपत धुवाउने गरेर त्यहाँबाट यसको तेलले मजासँगले यस्तो घोडाहरूमा मालिस गर्ने, गाउटको बिमार चट्टै हुन्छ। यो चाहिँ तपाईँको लकी ब्राजिलियन वुड भन्छ। यो घरमा राख्नुको लागि सो पिस हो। यो ब्ल्याक टर्मरिक हो, यो कालो हर्दी भन्छ। यसले चाहिँ तपाईँको सुगरलाई, प्रेसरलाई, कोलेस्ट्रोललाई राम्रो गर्छ। माइग्रेनको बिमार, फुड पोइजनहरू भएको, नास कपटहरू सबै कुरो राम्रो गर्छ। यो चाहिँ तपाईँको बिहान खाली पेटमा जुरुक्कै उठिकन सानो सानो चाना गरेर गहुँको दाना जत्रो चपाइकन खानुपर्छ बिहान खाली पेटमा। कालो हर्दी हाम्रो बाजे बोजूहरूले यसलाई हलेदो भन्ने गर्थ्यो। हजुर। यो चाहिँ भेन्डी हो, एकदम नेचुरल गाईको मलमा भएको। यो चाहिँ हाम्रो 3 धारेमै हुन्छ। यसलाई रामतोरी पनि भन्ने गर्छ। यसलाई पाहाडे भेन्डी भन्छ। र यो जुन तपाईँले भेन्डी भनेर देखाउनु भयो है, हजुर, यो भेन्डी हामीले खर्साङमा पहिलोचोटि नै देखिरहेका छौँ है। किनभने यो खालको भेन्डी हामीले देखेको छौँ। भेन्डी भन्नाले हामीले सानो खालको देखेको छौँ है। तर यो एकदमै भिन्न प्रजातिको हामीले देख्यौँ है। यो भिन्न प्रजाति चाहिँ भेन्डी चाहिँ तपाईँले कहाँबाट चाहिँ ल्याउनु भयो त, अथवा यसको बिजनहरू कहाँबाट ल्याउनु भयो? यो चाहिँ तपाईँको 3 धारेबाट ल्याएको मैले। 3 धारेबाट ल्याएको हाम्रो 3 धारेमै नै फलेको यो भुले गाउँ भन्ने ठाउँमा फलेको। अन्त यो चाहिँ तपाईँको खासै भन्छ पाहाडे भेन्डी भन्छ। रामतोरी पनि भन्ने गर्छ। दालमा हालेर खानुहोस् एकदम राम्रो हुन्छ। क्याल्सियम भरपुर मात्रामा पाउँछ यसमा। यो खानुको लागि पनि एकदम मिठो हुन्छ। रोटीतिर खानुहोस्, काटेर मजाले मसिनो चाना बनाइकन भुटेर खानुहोस्। हजुर, मस्त काँचै खानुहोस्, सलाद खानु पनि यो एकदमै राम्रो हुन्छ। र यो हामीले यहाँनिर तपाईँको यो जुन एउटा लहरा जस्तो देखिरहेको छौँ है, यो सुकाएको छ, यो चाहिँ के होला? यसको पनि अलिकति जानकारी गराइदिनुहोस् न। यो चाहिँ तपाईँको नागबेली भन्छ। यो नागबेली भन्छ। यो चाहिँ अब एउटा मान्छेहरूको विश्वास हो। मान्छेहरूले यस्तो दरवाजाको माथि चौकटमा ठोक्ने गर्थ्यो, आँखीडाइहरू लाग्दैन भनेर भन्ने गर्थ्यो हाम्रो पुर्खाहरूले। अनि विशेष गरिकन म चाहिँ यो जडीबुटीमा कसरी चलाउँछु भन्नुहुन्छ भने अब हाम्रो पहाडी भेगमा अब झरनाहरू भयो, पानीको मुहानहरूतिर घाउमा घाउहरू जाति हुँदैन, सिमेहरू लागेको भने त्यति बेलाखेरि चाहिँ यसलाई मजासँगले घोटिवरिकन यसको पानी लगायो भने चाहिँ त्यो सिमेहरू चट्टै जाति हुन्छ। यसलाई चाहिँ नागबेली भन्छ। हामीलाई थोरै दर्शकहरूलाई अलिकति यसको विशेषताहरू बताइदिनुहोस् न। यो गिलै चाहिँ तपाईँको यसले सुगरलाई पनि राम्रो गर्छ, प्रेसरलाई पनि राम्रो गर्छ। जसको खाना डाइजेस्टिङहरू हुँदैन, सानो काटिवरिकन खानुहोस् बिहान खाली पेटमा। यसले तपाईँको खाना डाइजेस्ट गर्ने काम पनि गर्छ। ब्लडलाई एकदम प्युरिफाई गर्छ। सँगसँगै तपाईँको स्टोमिनरको लागि एकदम राम्रो छ। क्याल्सियमहरू जस्तो घोडाहरू कटकट दुख्ने गर्छ त्योहरू पनि राम्रो गर्छ। अनि यसले तपाईँको जति पनि शरीरमा स्किन प्रब्लमहरू छ सबै राम्रो गर्छ यसले, किनभने ब्लडलाई नै पुरा प्युरिफाई गर्ने काम गर्छ। अनि हामीलाई यो चिजको नाम चाहिँ के हो अनि यसको विशेषताहरू, औषधि गुणहरू बताइदिनुहोस् न। यो चाहिँ तपाईँको नागफल भन्छ। नागफल भन्छ। यो 12 वर्षमा एकपल्ट भन्छ। पाइल्सको बिमार, युरिक एसिड कम बढ्ने, कोलेस्ट्रोल सबै राम्रो हुन्छ। यसलाई बाहिरको जुस मजाले निकालेर फ्याँक्नु पऱ्यो, सानो सानो चाना गरेर बिहान खाली पेटमा चपाएर खानु। नागफल यो चाहिँ काँचो हर्दी, हामी सबैजनाले देखिराखेकै कुरो हो। यो चाहिँ काँचो हर्दी। यो चाहिँ तपाईँको मजासँगले यसलाई कोरेसो गर्ने, कोरेसो गरेर दुधसँग उमालिकन मौरीको महहरू हालिकन बेलुका सुत्ने बेलामा खाएर सुत्नुहोस्। जति पनि तपाईँको खोकीहरू छ, दग्दीहरू छ सबै कुरो यसले जाँदै गर्छ। दिदी बहिनीहरूले मजासँगले घोटिकन अनुहारमा लगायो भने यसले ब्युटिसनको काम पनि गरिरहेछ। र तपाईँको नाम? मेरो नाम चाहिँ माइकल कालीकोटी। म 3 धारे पर्छु।
र तपाईँ यो जुन व्यवसायमा लागेको कति वर्ष भयो? खासै भन्नुपर्दाखेरि मेरो बाजे पुर्खादेखि नै यो जडीबुटीको काम चाहिँ गरेर लिएर आएको। अहिले मैले यो गरेको चाहिँ कमसेकम 3 साल भयो।